वेलकम टु माई मोटस ब्लग गाइज। सबैले फलो एन्ड सब्सक्राइब गरिदिनु होला। मेरो चाहिँ यो ब्लग चाहिँ लाइफको फर्स्ट ब्लग हो भनौँ न होइन। खासमा लाइफमा फर्स्टचोटि ब्लग बनाएको, त्यो पनि 200400मा चाहिँ बनाएको ब्लग हो। सबैले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला साथीहरू। अब हाम्रो चेन्नईमा बस्ने सबै साथीहरूलाई चाहिँ सबै साथीहरूले त चिनिसक्नुभयो होला यो ठाउँ कुन ठाउँ हो भनेर। खासमा यो चाहिँ मेरिना बिच लाइट हाउसदेखि गइरहेको छ। हामी चाहिँ खासमा वर्षबागदेखि नै वर्षबागभन्दा पनि भाडा प्लानीदेखि नै भ्लग बनाएर गइरहेका थियौँ। त्योभन्दा सटर अलिकति राम्रो भएन, त्यही भएर चाहिँ मैले यहाँनिरको सर्ट अलिक मलाई राम्रो लाग्यो। त्यही भएर यो सर्ट चाहिँ कस्तो छ एकचोटि राम्रो छ, क्यामेरा चाहिँ राम्रो क्यामेरा क्वालिटी राम्रो छ कि छैन साथीहरूले कमेन्ट गरिदिनु होला है। साथ सपोर्ट गरौँ साथीहरू। मेरो चाहिँ लाइफमा फर्स्टचोटि मैले चाहिँ आज फर्स्टचोटि ब्लग बनाएको, त्यही पनि यहाँदेखि खै कस्तो हुन्छ एकचोटि हेरौँ न भनेर। अनि यो पछि चाहिँ के हो भन्दाखेरि म चाहिँ चेवाङलामा गीत राख्न गइरहेको छु साथीहरू होइन। आउँदैछु भन्ने होला, त्यो लाउरे होइन लाउरे त्यो सँगसँगैमा राख्न जाँदैछु साथीहरू होइन। एकचोटि ध्यान दिएर राम्रोसँग हेरिदिनु होला कस्तो भएको छ। एकचोटि कमेन्ट बक्समा आएर कमेन्ट गरिदिनु होला साथीहरू है। हेर तिमीलाई लिन आउँदैछु, हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु, हेर तिमीलाई लिन आउँदैछु, हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना। तिम्रो बाबालाई लाहुरे आउँदैछ, भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ। चुरा धाको सिन्दुर पोते डोली सजाउँदैछ, लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर। आउँदैछु, हेर तिमीलाई लिन आउँदैछु, हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना।